सो हेलो एन्ड नमस्ते एभ्रिवान अनि स्वागत छ तपाईँहरूलाई आयो यो मेरो फर्स्ट लङ भ्लगमा। अनि आज चाहिँ हाम्रो धान रोप्ने मेलो रहेको छ। अनि आज चाहिँ हामी के गर्छौँ, कति रमाइलो गरेर धान रोप्न सकिँदो रहेछ भनेर अन्तिमसम्म हेरिदिनु होला। म तपाईँहरूलाई अपडेट दिइरहनेछु। अनि अहिले चाहिँ म बिहानै उठेर चमेली लिएर आएँ अनि जस्ट अब फेरि अर्को काम आइहाल्यो। अनि नेचर चाहिँ एकदम भोबाल भइरहेको छ। यता चाहिँ एकदम आनन्द असार आज लागेको छ। आज मौसमले नि थाहा भइसक्यो कि सुरेशको घरको धान रोप्दैछन् भनेर, त्यही भएर मौसमले नि साथ दिइरहेछ। शीतलमा काम गर्न आनन्द हुन्छ नि त। अनि हामीले चाहिँ यहाँ पानी पनि लिएर आइसकेको छौँ। त्यही हो, पानी ल्याइसकेको छ हामीले। अनि अब चाहिँ म घाँस काट्न जान्छु। अनि त्यसपछि घाँस काटेर आएर फेरि अपडेट दिनेछु तपाईँहरूलाई। अब हँसिएर नाम्रो बोकेर बाख्रालाई घाँस काट्न हिँडेको। बाबा त फेरि बिहानै उठेर नभनी हिँडिसक्नु भएको रहेछ। भर्खर बोलाएर सोधेको त बाख्रालाई घाँस काट्न जाँदैछु भन्नुभयो। अनि अब एउटा काम त गर्नु पऱ्यो। म चाहिँ अब पानी मिलाउनतिर लाग्छु। पानी सबैतिर हाल्नु पऱ्यो जोत्न। अब एकछिनमा जोत्ने बेला भइसकेको छ। अब त्यसैले म पानी हाल्छु। पानी यो होइन, पानी हाल्छु। अनि त्यसपछि अब खाना खाएर हाम्रो चाहिँ मेलो सुरु हुन्छ होइन। त्यो अब ज्याकेट चाहिँ फुकालिन्छ अनि आउटफिट नि चेन्ज गरिन्छ। यस्तो कपडामा फेरि ढिलोमा पस्यो भने त अनि सुरेश तिमी कहाँ छौ भनेर घरकाले खोज्ने भयो नि त। चाहिँ अब मेरो आउटफिट चेन्ज गर्छु। वेट फर माई आउटफिट है त गाइज। आउटफिटको लागि मैले लिइसकेँ जर्सी अनि यो कट्टु। पुरै खेलाडी बनेर मैदानमा उत्रिने हो। अनि यो चाहिँ मेरो फाइनल आउटफिट। अब खेलाडी बनेर धानबारी हानिदिने हो। अब खेलाडी त बन्ने, अब खेल त अब खेल्नु पऱ्यो। त्यही भएर अब खेलाडी उत्रिसकेको छ खेल मैदानमा। अनि मेरो खेल मैदान चाहिँ माई प्ले ग्राउन्ड होइन। अनि म चाहिँ यहाँ फुटबल खेल्न आएँ। फुटबल होइन, म एकदम नयाँ खेल खेल्न गइरहेको छु। अनि दिस इज माई के भन्नु, अब यो खेल खेल्ने साधन भनौँ न। यो चाहिँ मेरो अब पुरै गेम चेन्जर हो नि। यो भएपछि म पुरै गेम चेन्ज गरिदिन्छु यो खेलको। सो अब म यो एकचोटि एक राउन्ड हाफ टाइमसम्म चाहिँ म काम गर्छु। सुरु हुनुभन्दा अगाडि नकआउट हुन्छु जस्तो पो डर लाग्यो त नि मलाई त। पुरै अनि यो त डेन्जर रहेछ त। यहाँबाट म खेल सुरु गर्छु। अब मैले पानीलाई चाहिँ अब काटिसकेको छु कुलो बनाएर। एक राउन्ड खेल खेलिसकेँ। अब यहाँबाट जाँदैछ पानी अनि यो गरालाई लाग्छ। अनि त्यसपछि यो हिलिसकेपछि हाम्रो जोतै सुरु हुन्छ। सो अब चाहिँ म खाना खान जाँदैछु। चट्ट लाएर मैले चाहिँ पानी सबै मिलाइसकेँ। अनि अब पानी जम्दै गर्छ। त्यतिखेरसम्म चाहिँ यसो पेट पूजा गर्नु पऱ्यो खेलाडीको। त्यसपछि फेरि ब्याक टु द गेम हो नि। फेरि खाना खाऊ। म चाहिँ चट्ट खाना खाएर फेरि यहाँ पानी हेर्दै दाइले। अनि फेरि पानी हेर्न आएको छु अहिले। अब फेरि पानी हेर्दै जानु पऱ्यो कहाँ बिग्रिरहेछ भनेर। अनि बिग्रेको ठाउँमा यसो मिलाउँछु अनि जान्छु म। पानी बनाएर फर्किँदाखेरि त एक गरा रोपाइ भएर नि अर्को गरामा पो जोत्न थालिसक्नु भएको रहेछ दाइले त। अनि यता फेरि औसी गर्ने भेना र दाइहरू चाहिँ बसिराख्नु भएको रहेछ। अनि एकछिन उनीहरूसँग रमाइलो गऱ्यो। अनि त्यसपछि चाहिँ चट्ट लाएर मेरो चाहिँ ड्युटी चेन्ज। म चाहिँ अहिले तरकारी पकाउनु पऱ्यो, खाजा बनाउनु अरे। सो म चाहिँ खाजा बनाउनु त्यो लागेको है। हेरौँ कस्तो बन्छ। एकदम खतरा बनाइन्छ। लेट्स सी, लेट्स गो एभ्रिवान। टट्ट लाएर सबै रेडी गर्छ कि। अनि यता कराई पनि बसालिसकेँ। अनि गर्मीले चाहिँ एकदम हालत खराब भइसकेको छ। अनि मैले चाहिँ यत्रो धेरै मान्छेको लागि चाहिँ फर्स्ट टाइम पकाइरहेको छु होइन। म बिजी भएर आफै पकाउनु पऱ्यो। त्यो हेरौँ कस्तो बनिएर त टेस्ट। म सबैसँग रियाक्सन पनि लिन्छु अनि त्यो देखाउँछु है तपाईँहरूलाई। लेट्स सी गाइस, डु इट। बहुत गाह्रो हुँदो रहेछ हौ यो गर्मीमा भात तरकारी पकाउन त। मासु एकदम पाकेर चाहिँ अब रेडी हुन आँटिसक्यो होइन। त्यसपछि भात पकाउनु पर्ने छ। हेरौँ कस्तो हुँदो रहेछ।
एकदम मिठो हुन्छ अब किनकि मेरो पसिना लागेको छ नि त यो हो नि त कुरो खानुपर्छ म जान्नुपर्छ धान रोप्नुपर्छ मेरो तरकारी चाहिँ भित्र रेडी हुँदैछ म चाहिँ यसो खाइदिएको ल हान्नु पऱ्यो नि त अलिअलि गर्मी धेरै भयो नि त अनि यता चाहिँ मेरो रोपारहरू छन् होइन यहाँ धान रोप्दैछन् म देखाइदिन्छु वेट छन् मेरा रोपारहरू अनि यहाँ चाहिँ मेरो दाजु डन बनेर बोट जोतिरहेछन् अनि यो चाहिँ म डन बनेर खाइरहेको छु हाम्रो फेरि यहाँ के अरे रोपारहरू नेसनल लेभलको छन् नि यी मान्छे त झन् नेसनल लेभल 2 दुईचोटि त अनि उहाँ वर्ल्ड कप खेलेर दाइलाई खाजा खान जानु भनेर म चाहिँ फेरि गोरु जोत्नु चाहिँ लागेँ अनि एकबार जोत्ने बित्तिकै दाइ आइदिनु भएको थियो चट्टलाहरू सबै खाजा खान गइसकेका छन् अनि म चाहिँ यता जोतिसकेर अब म नि खाजा खान हिँडेको दाइ आउनुभयो मेरो सट्टै जोत्न अनि म नि एकछिन खाएर फेरि आइहाल्छु धान रोपाइ त एकदम राम्रो देखिन्छ है कस्तो छ यो धान रोपाइ क ख ग घ कुन वर्गको छ कमेन्ट गर्नु होला कस्तै थियो पत्तुर रविन दाई खाजा कस्तो थियो नुनै नलागेको होइन होइन मासु मासु मिठै मासु मिठो थिएन मासु कस्तो थियो त्यो त हाकिम भाइ गरे त्यो भाग्नु कारण चाहिँ के हो दाजु लिएर राजन दाई मासु कस्तो थियो तर मलाई चाहिँ मिठो भयो ठिक छ कति 10 मा कति 10 मा कति नम्बर दिने नदिने भाउजू कस्तो छ त नम्बर नदिनु तपाईँ नि होइन होला है तर जसले जे भने नि खाना चाहिँ क वर्गको थियो पकाउने म हो नि त अब चाहिँ चट्टा लाएर खाजा खाएर म चाहिँ अब गोरुलाई पाल्नको लागि मकै काटेका छन् रे त्यो मकै लिन जाँदैछु अनि अब लगभग मिलो नि सकिन आँटेको छ अब हेरौँ इन टाइममा के हुन्छ भनेर म चाहिँ अहिले मकै लिएर आउँछु अनि गोरुलाई यता किला सारेर चट्ट फेरि म अनि गइहाल्छु रोप्न अनि खानाको रियाक्सन त मैले पत्तुर पाइहालेँ सिट भइरहेको छ चट्ट घाँस ल्याएर चाहिँ म फेरि रोपाइ गर्ने ठाउँमा गएको त्यहाँ त अब लगभग सकिन आँटेर छ अबको क्लिपहरू चाहिँ भने हामीले कति रमाइलो गऱ्यौँ भनेर छ होइन हेरिदिनु होला लास्टमा सो हाम्रो चाहिँ फाइनली रोपाइ इट्स कम्प्लिट है कम्प्लिट भइसक्यो सकिसक्यौँ अनि अब चाहिँ हाम्रो घरको रोपाइ चाहिँ सक्यो अनि आजको भ्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला लाइक पनि थ्याङ्क यू